मम्मी हामी चाहिँ पहाडबाट चाहिँ यहाँ सेरुवामा आएर बसेको कति वर्ष भयो? 25 वर्ष। 25 वर्ष भयो। ल हामी यहाँ सेरुवामा बसेको 25 वर्ष भएन। अनि यहाँ त धेरै जस्तो चौधरी गाउँ छ नि त, सबै पहाडी गाउँ धेरै छैन नि त। अनि तपाईँले 25 वर्षमा त सबै चौधरी भाषा सिक्नुभयो, बुझ्नुहुन्छ? पुरै आउँदैन। के बुझ्नुहुन्छ? अलिअलि गाली गर्यो अलि। अनि माया गरेको चाहिँ बुझ्नुहुन्न? ल म तपाईँलाई म चौधरी भाषा बोल्छु होइन। ल अनि तपाईँ चाहिँ बुझ्नु, त्यसलाई नेपालीमा फर्काउनु ल। ल तँ बहुत छपगर बढाही, त्यसलाई के भन्यो? बहुत टाठी। तँ बहुत छपगर, तँ पहाडिया न, पहाडिया बहुत छपगर हँसै, के भन्यो तँ? बहुत टाठी छ। बाहुन धेरै बाठो हुन्छ, छपगर राम्रो हुन्छ भने हो। अनि अरू चाहिँ बाबन हुन्का बहुत दुध पिसाई, के भन्यो? बाबन हुन्का न बहुत दुध पिसाई, दुध खेसाई घिउ खेसाई। ए दुध घिउ खाएको भन्यो। बहुत दुध घिउ खाके पुरा दुध बस्दै। दुध गनाछ। अनि पहाडिया हुन्का बहुत लोभी हँसाई, छुचु हुन्छ, चुचा हुन्छन्। अनि अरू तँ र छोटे हालै न, के बोल्नै आएन मलाई। तँ कतै कक्षा पढाल? तेरो छोटे हो नि छोरी हो, कान्छी छोरी हो। तँ कतै कक्षा पढले? ए मेरो 12 पढे। 12 पढ्दा त 12 कक्षा पढ्या हो, 1 कक्षा नि पढ्या होइन। अनि 12 कक्षा पढ्यो भन्छन् भाइ। ल म तपाईँलाई आज म चौधरी भाषा के अरे बोल्न सिकाउँछु ल। आउँछ कि ट्राई गर्न पर्यो नि त। ल भन्नु न, मोर भन्नु न। नाउ कोपिला पौडेल। मोर घर पहाड हलाई भन्नु न। मेरो घर पहाड हलाई। अहिले के थारो के चौधरी भाषामा भन्नु न। मेरो घर पहाड हो। मोर घर पहाड हलाई भन्नु न। मोर घर मेरो घर पहाड हलाई। मोय बहुत छपगर बढी भन्नु। म बोड ये आउँदै सिकाइदिनु। ल मोय बहुत छपगर बढी भन्नु न। भन्नु न। मलाई आउँदैन बोल्नु लागि। म सिकाउँछु तपाईँलाई बोल्न त चौधरी भाषामा। ल अनि कसरी बोल्यो भने पनि तपाईँले बुझ्नुहुन्छ नि। कसरी गाली सबै बुझ्छु, मैले फर्काउन अनि गाली गऱ्यो भने तैँले मलाई गाली गरिस् भने गाली गर्न पाइन्छ नि त हामीले। गाली गर्न मिल्दैन। गाली सुनिराख्ने। ल अनि अरू ल